नमस्ते, कर्सिङ टाइम्समा तपाईहरुलाई फेरि स्वागत गर्न चाहन्छु। आजको भिडियो चाहिँ एकदमै अर्कै प्रकारको भिडियो हुनेछ। तपाईहरुले यो भिडियो चाहिँ मैले यस्तो खालको भिडियो चाहिँ तपाईहरुको लागि भनेर 3 वर्ष अगाडि पनि बनाएको थिएँ। तर मलाई थाहा छ 3 वर्ष अगाडि अहिले हामीसँग जति मानिसहरू जुडेको छ त्यति मानिसहरू जुडिएको थिएन। लगभग 1000 अनि 1200 जति सब्स्क्राइबर थियो त्यो बेलामा र अहिले भने हामीसँग 16000 भन्दा धेरै मानिसहरू जुड्नु भएको छ। र यो भिडियो चाहिँ 3 वर्ष अगाडि मैले जस्तो खालको भिडियो बनाएको थिएँ त्यस्तै खालको भिडियो हुनेछ। र त्यो भिडियो चाहिँ कस्तो बनाएको थिएँ भन्दाखेरि हाम्रो पहाडको नेताहरूको सोशल मिडिया एकाउन्टमा चाहिँ कसको कति फलोवर्स छ र त्यसले यो आउँदै गरेको चुनावमा कतिको फरक पार्न सक्छ त्यो विषयमा चाहिँ हामी भन्ने छौं। र 3 वर्ष अगाडि मैले भिडियो बनाउँदा त ती नेताहरूको सोशल मिडियामा पनि कम नम्बरहरू थियो र अहिले धेरै नम्बरहरू भइसकेको छ। र 3 वर्ष अगाडिको भिडियो पनि तपाईहरुले हेर्न सक्नुहुनेछ। डिस्क्रिप्सनमा लिंक छ, त्यहाँ गएर हेर्न सक्नुहुनेछ। र अब चाहिँ आजको भिडियो सुरु गर्नुभन्दा अगाडि एउटा कुरा भनिहाल्छु। नम्बरले अहिलेको जमानामा धेरै नै फरक पार्छ हाम्रो जीवनमा। र अहिले हामी कुरा गर्दैछौँ सोशल मिडियाको नम्बरहरूको बारेमा। र यो सोशल मिडियाको नम्बरहरूले पनि आजको दिनमा चाहिँ धेरै फरक पार्ने गर्छ। र विशेष गरी नेताहरूलाई त अहिले ज्यादा नै फरक पर्छ। किन भन्दाखेरि नेताहरूले आफ्नो प्रचार प्रसार गर्ने भनेको नै अहिलेको जमानामा सोशल मिडिया मार्फत नै हो। र नम्बरकै कुरा गर्दा हामीलाई पनि नम्बर एकदमै म्याटर गर्छ। त्यसैले हामीलाई पनि 20K पुग्न एकदमै हतार परेको छ। तपाईहरुले सब्स्क्राइब गरिदिन सक्नुहुनेछ। यदि नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु भइसकेको छ भने चाहिँ कोही एकजना साथीलाई रिकमेन्ड गर्न पनि सक्नुहुनेछ। सब्स्क्राइब गरिदिनुहोस् खरसाङ टाइम्सलाई भनेर। र अब चाहिँ नम्बरको कुरा गरौँ। आउँदै गरेको चुनावमा पनि जब चुनाव खसालिसक्छ त्यसपछि गन्ती हुन्छ। गन्ती गर्दाखेरि पनि नम्बरकै कुरा आउँछ। त्यही भएर नम्बरको खेला चाहिँ अहिले धेरै छ हाम्रो जीवनमा। त्यही भएर यो आजको भिडियो पनि नम्बरमा नै रहेको छ। र सोशल मिडिया नम्बरहरू चाहिँ कसको कति छ। र अब सोशल मिडियामा हाम्रो नेताहरू अहिले तपाईहरुले एकदमै एक्टिभ देख्नुहुन्छ कतिजनालाई, र कतिजना त अहिले पनि एक्टिभ हुनुहुन्न। र हामीले चाहिँ अहिले जो एक्टिभ हुनुहुन्छ उहाँहरूको सोशल मिडियाहरूमा चाहिँ कति फलोवर्सहरू छ र त्यसले यो आउँदै गरेको चुनावमा के कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरामा जान्छौँ। र केही सोशल एक्टिभिस्टहरूको पनि हामीले सोशल मिडिया नम्बरहरू यहाँ भन्छौँ। र अब पहिलो नेताको कुरा गरौँ। पहिलो नेता भन्ने बित्तिकै अहिलेलाई विमल गुरुङको कुरा गरौँ। गोर्खा जनमुक्ति मोर्चाको अध्यक्ष विमल गुरुङको चाहिँ सोशल मिडिया एकाउन्टमा 94K यानि कि 94,000 फलोवर्सहरू रहेको छ। र 94,000 फलोवर्सलाई चाहिँ उहाँले कस्तो प्रकारले युज गर्छ आफ्नो चुनावी प्रचार प्रसारमा त्यो पनि एउटा मुद्दा रहनेछ। र अहिले त हाम्रो नेताहरू कन्टेन्ट क्रिएटर पनि भइसकेको छ। र कतिले आफै क्रिएट गर्छ, कतिले भने आफ्नो क्रिएटरहरू राखेको भने हामीले सुनेका छौँ। र कन्टेन्ट क्रिएट गरेर नै आफ्नो प्रचार प्रसार गर्ने पनि हामीले देखेका छौँ। त्यसैले नेता हुनु अहिलेको जमानामा चाहिँ सजिलो छैन। कन्टेन्ट क्रिएटर पनि हुनुपर्छ जस्तो हामीले देखिरहेका छौँ। नत्र भने चाहिँ कुनै एकजना एडिटर अथवा कुनै एकजना क्यामेराम्यानलाई हायर गर्न सक्नु पर्यो। र अब दोस्रो नेताको कुरा गरौँ हामी। अजय एडवर्ड्स जो इन्डियन गोर्खा जनशक्ति फ्रन्ट पार्टीबाट हुनुहुन्छ। उहाँको फलोवर्सहरू रहेको छ 88K यानि कि 88,000 फलोवर्सहरू उहाँको सोशल मिडिया एकाउन्ट फेसबुकमा रहेको छ। र उहाँले पनि सोशल मिडियामा एकदमै प्रचार प्रसार गर्नुहुन्छ। र उहाँको जुन चाहिँ 88K फलोवर्सहरू रहेको छ ती फलोवर्सहरूलाई उहाँले बकाइदा राम्रोसँगले आफ्नो पार्टीको प्रचार प्रसारमा प्रयोग गरिरहेको नै हुन्छ। र अब हामी अर्को नेताको कुरा गरौँ। हाम्रो जिटिए चिफ अनित थापा अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको अध्यक्ष पनि हुनुहुन्छ। उहाँको सोशल मिडियामा भने 80K रहेको छ। 80,000 फलोवर रहेको छ। र यो 80,000 फलोवरलाई चाहिँ उहाँले राम्रोसँगले
प्रयोग गरिरहेको हुन्छ आफ्नो पार्टीको प्रचार प्रसार अनि आफूले गरेको कामहरूको प्रचार प्रसार गर्नुमा। र तपाईहरूले देखि पनि रहनु भएको छ उहाँको सोसल मिडियामा धेरै भिडियोहरू आएको हुन्छ। र अब भने हामी अर्को नेताको कुरा गर्छौँ। त्यो नेता चाहिँ रहेको छ राजु बिष्ट। हाम्रो दार्जिलिङको एमपी पनि हुनुहुन्छ उहाँको सोसल मिडिया एकाउन्टमा फलोवर्स रहेको छ 165K, यानि कि 1,65,000 फलोवर्स रहेको छ उहाँको सोसल मिडिया एकाउन्ट फेसबुकमा। र उहाँले पनि आफ्नो काम अनि आफ्नो पार्टीको प्रचार प्रसारमा आफ्नो सोसल मिडिया एकाउन्ट एकदमै धेरै प्रयोग गरिरहेको हुन्छ। र यति धेरै फलोवर्स भएको फाइदा भने उहाँले उठाइरहेको जस्तो हामीले देखिरहेका छौँ। र अब अर्को नेता हुनुहुन्छ हाम्रो छिमेकी राज्य सिक्किमको मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेको। र उहाँको फलोवर्सहरू चाहिँ रहेको छ 150K, भन्नुको मतलब 1,50,000 फलोवर्स रहेको छ उहाँको। र उहाँले पनि त्यसरी नै आफूले गरेको कामहरू अनि आफ्नो केही प्रोग्रामको प्रचार प्रसारहरू भने सोसल मिडिया मार्फत गरिरहेको हुन्छ। र उहाँ पनि अहिले सोसल मिडियामा एक्टिभ नै रहनु भएको छ। र अब कुरा गरौँ कालिम्पोङका एमएलए रुदेन सादा लेप्चाको। उहाँ भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा पार्टीको एकजना नेता पनि हुनुहुन्छ। उहाँको चाहिँ सोसल मिडियामा 44K फलोवर्स रहेको छ, 44K यानि कि 44,000 फलोवर्स रहेको छ। र उहाँ पनि आजको दिनसम्म एक्टिभ रहेको छ फेसबुकमा। र उहाँले पनि आफ्नो पार्टीको प्रचार प्रसारहरू मजासँगले सोसल मिडिया मार्फत गरिरहेको नै हुन्छ। र अब हामी अर्को नेताको कुरा गरौँ। जेएनएलएफका नेता निरज जिम्बा तथा पूर्व एमएलए दार्जिलिङ भन्न पनि सक्छौँ हामी। निरज जिम्बाको चाहिँ सोसल मिडिया एकाउन्ट फेसबुकमा चाहिँ फलोवर रहेको छ 40K भन्नाले चाहिँ 40,000 फलोवर्स रहेको छ। र उनको 40,000 फलोवर्सलाई पनि उनले एकदमै राम्रो प्रकारले प्रचार प्रसारमा प्रयोग गर्ने गर्छ। र अब भने हामी अर्को नेताको कुरा गरौँ। अर्को नेता चाहिँ रहेको छ टिएमसी पार्टी, जुन चाहिँ तृणमूल काङ्ग्रेस पार्टी छ। पहाडबाट चाहिँ एकजना नेत्री हुनुहुन्छ, उहाँको नाम चाहिँ शान्ता छेत्री। उहाँको सोसल मिडिया एकाउन्ट फेसबुकमा चाहिँ 8.6K फलोवर्स रहेको छ, 8,600 भन्नु मिल्छ। र यो फलोवर्सलाई चाहिँ उहाँले पनि प्रयोग गरिरहेको हुन्छ आफ्नो कामहरू, आफू गएको ठाउँहरू, भिजिट गरेको जग्गाहरू देखाउनलाई। र उहाँले पनि अहिले सोसल मिडिया चलाएर नै आफ्नो पार्टीको प्रचार प्रसार अनि आफ्नो कामको प्रचार प्रसार गरिरहेको हुन्छ। र उहाँ पनि अहिलेसम्म सोसल मिडियामा एक्टिभ नै देखिनु भएको छ। र अब हामी अर्को नेताको कुरा गरौँ। पूर्व जिटिए चिफ विनय तामाङ। र विनय तामाङ पनि एक्टिभै हुनुहुन्छ सोसल मिडियामा। र उहाँको सोसल मिडिया एकाउन्ट फेसबुकमा चाहिँ 7.7K फलोवर्स रहेको छ। र यो 7.7K फलोवर्सलाई उहाँले पनि एकदमै राम्रोसँगले प्रयोग गरिराख्नु भएको छ। र जनता सामु केही कुराहरू भन्नु छ भने उहाँले सोसल मिडिया थ्रु नै भनिरहेको हुन्छ। र जानकारीहरू पनि सोसल मिडियाको तर्फबाट नै दिइरहेको हुन्छ। र त्यो बादमा गएर न्युजहरू पनि बनिने गर्छ। र अब हामी अर्को नेताको कुरा गरौँ। तारा सुन्दास जो सिपिआइएम नेता हुनुहुन्छ। उहाँको सोसल मिडिया एकाउन्ट फेसबुकमा 5.3K फलोवर्स रहेको छ। र उनको यो 5.3K फलोवर्सलाई पनि उहाँले युज गरिरहेको हुन्छ। उहाँ पनि सोसल मिडियामा एक्टिभ नै हुनुहुन्छ। र उहाँले जनताको सरोकारको विषयहरूमा धेरै आवाजहरू उठाइरहेको हुन्छ। र ती आवाज चाहिँ सोसल मिडिया मार्फत पनि जनतासम्म पुगिरहेको हामीले देखिरहेका छौँ। र अब नेताहरूको पालो सकिगयो। र यदि तपाईँहरू पनि यी नेतामध्ये कसैको फलोवर हुनुहुन्छ भने उहाँलाई फलो गर्नुभएको छैन भने अहिले उहाँको सोसल मिडिया फेसबुकमा गएर फलो गर्न सक्नुहुनेछ। यदि तपाईँको नेता अर्को नेतासँग कम फलोवर्स भइरहेको छ भने चाहिँ तपाईँहरूले गएर तपाईँको नेताको फलोवर्स बढाइदिन सक्नुहुनेछ र सपोर्ट गर्न सक्नुहुनेछ। तपाईँहरूले फलो गर्नाले चाहिँ उहाँले गरेको फेसबुकको पोस्टहरू तपाईँहरूले इजिली हेर्न सक्नुहुनेछ, देख्न सक्नुहुनेछ। र त्यसैले आफ्नो मनपर्ने नेतालाई फलो गर्न सक्नुहुनेछ तपाईँहरूले।
र नेताहरूको पछि चाहिँ अब हामी सोसल एक्टिभिस्ट अनि सामाजिक कार्यहरूमा अघि बढिरहेको हाम्रो सामाजिक अभियन्ताहरूको पनि केहीको म सोसल मिडिया एकाउन्टहरूको फलोवर्स तपाईँहरूलाई भन्ने छु। पहिलो नाम चाहिँ रहेको छ हाम्रो अधिवक्ता वन्दना राई। उहाँको सोसल मिडिया एकाउन्टमा चाहिँ 25K फलोवर्स रहेको छ, यानि कि 25,000 फलोवर्स रहेको छ। उहाँ पनि सोसल मिडियामा एकदमै धेरै एक्टिभ हुनुहुन्छ। उहाँले जुनै पनि जनसरोकारको विषयलाई सोसल मिडिया मार्फत नै उठाइरहेको हुन्छ र त्यो बादमा गएर न्युजहरू पनि बनिने गर्छ र उहाँको चाहिँ 25,000 फलोवर्स रहेको छ। तपाईँहरूले फलो गर्नुभएको छैन भने उहाँलाई फलो गर्न पनि सक्नुहुनेछ। र अहिले यो इलेक्सनको टाइममा उहाँको नाम खरसाङ विधानसभा क्षेत्रबाट आइरहेको छ, तर अहिलेसम्म कन्फर्मेसन भने भएको छैन। र अब भने अर्को अभियन्ताको कुरा गरौँ, विक्रम आदि राई, जो गोर्खा सेवा सेनाका हुनुहुन्छ र उहाँले पनि आफ्नो सोसल मिडिया मार्फत धेरै जनसरोकारको भिडियोहरू बनाएर पोस्ट गरिरहेको हुन्छ र उहाँको पनि सोसल मिडिया एकाउन्ट फेसबुकमा 14K फलोवर्स रहेको छ, यानि कि 14,000 फलोवर्स। र यो 14,000 फलोवर्सलाई चाहिँ उहाँले एकदमै सठिक ढङ्गले प्रयोग गरेर आफ्नो जनसरोकारको विषयहरूलाई फेसबुक मार्फत पोस्ट गरिरहेको हुन्छ। र यदि तपाईँहरूलाई उहाँको भिडियोहरू मनपर्छ, उहाँले भनेको कुराहरू सठिक लाग्छ भने तपाईँहरूले उहाँलाई पनि फलो गर्न सक्नुहुनेछ। र अब भने हामी अर्को एकजना सोसल एक्टिभिस्टको कुरा गर्छौँ, भवेश भुजेल। उहाँले पनि धेरै उहाँको कुराहरू जुन चाहिँ जनसरोकारको विषयहरू हुन्छ त्यसलाई चाहिँ सोसल मिडिया एकाउन्ट फेसबुकबाट पोस्ट गरिरहेको हुन्छ, भनिरहेको हुन्छ र उहाँको युट्युब च्यानल पनि रहेको छ। र उहाँको चाहिँ सोसल मिडिया एकाउन्ट फेसबुकमा चाहिँ 13K फलोवर्स रहेको छ, यानि कि 13,000 फलोवर्स आजको दिनसम्म चाहिँ। र उहाँ पनि एकदमै एक्टिभ हुनुहुन्छ र उहाँको भिडियोहरू तपाईँहरूले सायद हेर्नुभएको होला। फलो गर्नुभएको छैन र गर्न चाहनुहुन्छ भने तपाईँहरूले गर्न सक्नुहुनेछ। र हामी अर्को एकजना सोसल एक्टिभिस्टको कुरा गर्छौँ, सुरज दर्नाल। र उहाँको चाहिँ सोसल मिडिया एकाउन्ट फेसबुकमा 75,000 यानि कि 75K फलोवर्स रहेको छ। र यो 75K फलोवर्सलाई उहाँले युज गरिरहेको हुन्छ आफ्नो कुराहरू राख्नको लागि, आफ्नो बातहरू जनता सामु राख्नुको लागि। र उहाँ पनि एकदमै धेरै एक्टिभ हुनुहुन्छ सोसल मिडियामा र तपाईँहरूले अझै पनि फलो गर्नुभएको छैन भने उहाँलाई पनि फलो गर्न सक्नुहुनेछ। र अब भने हामी आजको अन्तिम सोसल एक्टिभिस्टको कुरा गर्नेछौँ र ती सोसल एक्टिभिस्ट चाहिँ हुनुहुन्छ सुमेन्द्र तामाङ। र सुमेन्द्र तामाङ चाहिँ एकजना अहिले उम्मेदवार पनि हुनुहुन्छ खरसाङ विधानसभा क्षेत्रबाट। उहाँले हिजो अस्ति मात्र आफ्नो उम्मेदवारिता घोषणा गर्नुभएको थियो र उहाँको सोसल मिडिया एकाउन्ट फेसबुकमा भने 47K फलोवर्स रहेको छ, यानि कि 47,000 फलोवर्सहरू उहाँको सोसल मिडियामा रहेको छ। र उहाँ चाहिँ श्रमिकहरूको लागि धेरै अगाडिदेखि बोल्दै आएका एकजना अभियन्ता हुनुहुन्छ, जो चाहिँ हिल एम्प्लोइ युनियनका सदस्य पनि हुनुहुन्छ। र उहाँलाई पनि तपाईँहरूले फलो गर्न चाहनुहुन्छ भने फलो गर्न सक्नुहुनेछ। र अब भने तपाईँहरूले थाहा पाइहाल्नुभयो कसको कति फलोवर्सहरू छन् भनेर। र तपाईँहरूले अझै पनि कसैलाई फलो गर्नुभएको छैन र चाहनुहुन्छ भने उहाँहरूको फेसबुकमा गएर चाहिँ उहाँहरूलाई फलो गर्न सक्नुहुनेछ। र अघि नै मैले सुरुमै भनेको थिएँ, अहिलेको सोसल मिडियाको जमानामा सबै नम्बरको पछाडि कुदिरहेको हुन्छ, तर नम्बर जति नै भए पनि फरक पार्ने भनेको चाहिँ तपाईँको विचारले हो, तपाईँको गरेको कामले हो। त्यसैले गर्दाखेरि यो नम्बरहरू केही हदसम्म म्याटर गर्छ, तर नम्बर नै सबै थोक हो भन्न चाहिँ मिल्दैन। त्यसैले तपाईँको मनपर्ने नेताको के कस्तो फलोवर्सहरू रहेछ भनेर तपाईँहरूले आज थाहा पाइहाल्नुभयो। र सोसल मिडिया आजको जमानामा चाहिँ एकदमै इम्पोर्टेन्ट भएर गएको छ, तर यसलाई सठिक ढङ्गमा चाहिँ युज गर्नुपर्ने हुन्छ। किन भन्दाखेरि यसको पनि सकारात्मक अनि नकारात्मक दुईटै पक्षहरू रहेको छ। त्यसको कुराहरू आज गर्दैनौँ, तर आजको भिडियो चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो कमेन्टमा लेख्न सक्नुहुनेछ। र यदि तपाईँहरूलाई यो भिडियो मन पर्यो भने चाहिँ एक सेयर गरेर तपाईँको साथीभाइ अनि इष्टमित्रसम्म पनि पुर्याइदिनुहोस्। र म चाहिँ अब तपाईँहरूको अगाडिबाट छुट्टिन चाहन्छु। जाँदा जाँदै एउटा कुरा चाहिँ भनिहाल्छु, अहिले बेलुका फटाफट न्युजहरू हेर्न चाहिँ नबिर्सिनुहोस्। धन्यवाद।